This program is supported by Lumbini Academic College, Chabahil Chichipati. लुम्बिनी एकाडेमिक फाउन्डेसनको प्रमोसनमा लुम्बिनी प्रिमियर कलेज लिग सुरु भएको छ। लुम्बिनी एकाडेमिक कलेज र लुम्बिनी हायर सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा लुम्बिनी फुटसल लिग सुरु भएको हो। भाद्र 20 गतेदेखि चलेको लिग फागुन 27 गतेसम्म चल्ने जनाइएको छ। फुटबलका राष्ट्रिय खेलाडी निराजन रायमाझीले फुटबल हस्तान्तरण गरेर लिग सुरु भएको थियो। लिगको उद्घाटन प्रमुख अतिथि फुटबलका राष्ट्रिय खेलाडी रायमाझीले नै गर्नुभएको थियो। विद्यार्थीलाई शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद क्षेत्रमा पनि अगाडि बढाउन प्रतियोगिता गरिएको कलेजका स्पोर्ट्स इन्चार्ज विनोद छेत्रीले बताउनुभयो। लुम्बिनी प्रिमियर फुटसल लिग चाहिँ जुन चाहिँ 20 वटा टिमको गेम भइरहेको छ, जुनले चाहिँ एउटा फुटबल मात्रै नभएर शैक्षिक क्षेत्रमा एकदम खेल व्यवसायलाई एकदम डेभलप गर्दै आएको छ र हाम्रो यो गेममा 20 वटा टिम भएको कारणले चाहिँ प्लेयरहरूमा क्षमतापट्टि झन् बढोस् भन्ने चाहिँ हामीले यो गेम आयोजना गरेको छौँ। प्रतियोगिताको उद्घाटन खेल स्टिल ब्याक र थन्डर टिमबीच भएको थियो। प्रतियोगितामा 4 समूहबाट 20 टिमको सहभागिता रहेको छ। प्रतियोगिता 5 महिनासम्म चल्ने जनाइएको छ।